बुवा यो शरीरमा कोठी हुन्छ नि जुन कालो तिलकोठी भन्छ यस्तो यो कोठीहरूले पनि भाग्य भन्छ कतिपयले जस्तो यो यस्तो कोठी यहाँ हुँदाखेरि यो भाग्य अथवा शुभ अशुभ भन्ने हुन्छ के यस्तो नि हुन्छ र कोठी हेर्दा पनि शुभ अशुभ अथवा भाग्य भनेर नहुने हुन्छ त हुन्छ त्यस्तो किन नहुनु जस्तै यो तिलकोठीको जस्तै ज्ञान जान्ने बारेमा बुढी औँला भन्छौँ हामी हजुर बुढी औँलामा तिलकोठी हुनेले अलि धेरै हिँडडुल गर्नुपर्ने हुन्छ भनेको छ हजुर यो बुढी औँलामा चाहिँ वरिपरि तिलकोठी तिलकोठी हुनेले अलिक बढी हिँड्नु पर्ने रहेछ र अब पालो आयो तर्जनी भनेको चोरौँला हजुर तर्जनीमा चाहिँ राह र ईर्ष्या गर्ने एकदम भन्न खोजेको अर्काको देखेपछि मैले पनि त्यो गर्नुपर्छ भनेर बढी हजुर जस्तै परिश्रम गर्ने हुनाले ऊ धनी पनि हुन्छ त्यसो भनेको छ र अब आयो पालो हाम्रो माझी औँला माझी औँलालाई मध्यमा माझी औँलालाई मा तिलकोठी छ भने यहाँहरूले विचार गर्नुहोला उहाँहरू शान्त स्वभावको र सुखी हुनुहुन्छ अरे त्यसो भनेको छ र यसभन्दा पछाडि अनामिका भन्नाले यसलाई भनिन्छ काइली औँला लक्ष्मी र विद्यामा धनी हुने व्यक्ति भनेको छ है यो अनामिकामा तिलकोठी हुने यसरी बुझ्नु होला र अब कान्छी औँलामा चाहिँ धन र पुत्र लाभ युक्त हुन्छ भनेको छ कान्छी औँलाको सन्तान लाभ त्यसो भएको हुनाले गर्दा अब पालो आयो अन्तिममा हत्केलामा हातभित्र चाहिँ तिलकोठी छ भने निरन्तर धन प्राप्त गर्न सक्छ व्यक्तिले त्यो भन्ने सङ्केत हामीले विचार गर्नुपर्छ अनि यो ओठतिरको भन्छ तल ओठ माथिल्लो ओठ के हुन्छ हजुर यो चाहिँ नि कस्तो भन्नु होला भने माथिल्लो ओठमा भयो तिलकोठी छ भने धन सम्पत्ति प्रशस्त कमाउन सक्ने हुन्छ तर तल्लो ओठमा छ भने चाहिँ अब त्यसमा चाहिँ कोही अलि ज्यादै कन्जुस हुन्छ भनेर भगवानले बताउनु भएको छ लोभ लालचा त्यसमा चाहिँ आफूले अनुभव गर्न सक्नुहुनेछ र नाकको टुप्पामा तिलकोठी यदि भयो भने त्यसमा शुभ मानिन्छ जस्तै दायाँ गालामा तिलकोठी हुनेले भन्नु खोजेको अलि झुटो बोल्नुहुन्छ भनेको छ त्यो चाहिँ यहाँहरूले आफै विचार गर्नुहोला र अब हामीले विचार गर्दै जाउँ चिउँडोमा तिलकोठी छ यहाँहरूको यदि भने गुणी तथा विद्यावान भनेर भनेको छ यसरी बुझ्नुहोला भगवानले यो सङ्केत गर्नुभएको छ र अब पालो आयो निधारको दाहिनेतर्फ यदि यहाँहरूको तिलकोठी छ भने धन प्रशस्त कमाउन सक्ने हुनुहुन्छ निधारको दाहिनेपट्टि र आँखामा यहाँहरूको तिलकोठी कतै देख्नुहुन्छ आँखामा भित्र हुन्छ यदि देखियो भने उहाँको चाहिँ भन्न खोजेको उच्च सम्मान नेता हुनेसम्म लक्षण बताइएको छ उच्च पदको सङ्केत हो अनि यो टाउको वरिपरि चाहिँ रहेछ भने चाहिँ के कस्तो सङ्केत होला त हजुर अब टाउकोमा छ भने पनि हामीले विचार गर्नुपर्ने हुन्छ दायाँ भाग र बायाँ भाग अथवा प्रत्येक ठाउँमा भयो भने पनि इज्जत तथा फाइदा प्रशस्त पाउने हुन्छ भनेर बताउनु भएको छ शुभ छ जस्तै अब हामीले भनौँ कानमा पनि तिलकोठी भयो भने यसमा हामीले विचार गर्नुपर्ने हुन्छ महिलाहरूका लागि अलङ्कार अथवा गहना लगाउने अथवा प्राप्त हुने भन्ने सङ्केत बताएको छ अनि यो गोडातिर हुँदा चाहिँ कस्तो के हुन्छ होला सङ्केत के को सङ्केत होला यस्तो हुन्छ अब हामीले यो विचार गर्नुपर्ने हुन्छ आफ्ना गोडामा पनि यदि तिलकोठी छ यहाँहरू कोहीको भने यसले चाहिँ के बताउँछ भन्नुहुन्छ भने विदेश भ्रमण गर्ने भन्ने यस्तो खालको पनि सङ्केत दिएको छ विदेश भ्रमण अथवा विदेशतिर लाभ हुन्छ हो विदेशतिर जाँदा लाभ मिल्ने छ
र अब घाँटीमा तिलकोठी यहाँहरूको छ भने मैले भने दायाँपट्टि अथवा बायाँपट्टि, पुरुषको दायाँ र महिलाको बायाँपट्टि छ भने भगवान र अध्यात्ममा एकदम परम भक्त हुन्छ भगवानको भनेर पनि आध्यात्मिक स्वभावको हुन्छ भनेर बताइएको छ। र समग्रमा मैले भन्नुपर्दा स्त्रीहरूको देब्रेतर्फको र पुरुषहरूको दाहिनेतर्फको भाग अङ्गमा तिलकोठी भएमा शुभ फलदायक हुन्छ भनेर बताइएको छ।